लोकसेवा पढ्ने भन्ने कुरो एकदम सजिलो हुन्न, यो एकदम अप्ठ्यारो हो। सानो मिस्टेकले पनि आफ्नो भविष्य पुरै बर्बाद हुन्छ। अहिले चाहिँ जम्मा 6 महिना दुःख गर्ने भनेपछि जिन्दगीभरि आनन्द हुन्छ। अहिले चाहिँ जीवन कस्तो बनाउने भन्ने तिमीहरूको आफ्नै हातमा छ। अब थाहा छ समाजहितको अन्तर्गत अब समावेशीकरण अन्तर्गत उहाँ म्याडम पनि अब सायद अब अन्तिम लोकसेवा होला हजुरको, है हजुरको पनि अन्तिम लोकसेवा होला। अनि 33% उपस्थित छ यहाँ विद्यार्थीमा पनि राम्रो भयो। ल आज लोकसेवाको बारेमा ल हुन्छ, उसै भए आज आइक्यू प्रश्नको बारेमा पढौँ न त। ल आइक्यू प्रश्नको बारेमा मैले एउटा उदाहरण दिन्छु। पहिला म यहाँ एउटा प्रश्न सोध्छु ल, है त। ल यहाँ यो के हुन्छ त भन्दाखेरि लोकसेवा पढ्दाखेरि एकदम ध्यान दिएर पढेन भने बिग्रन्छ। ल यहाँ ल हेर्नु यहाँ ल यो मुनामदन कसले लेखेको होला भन्नु त। यो मुनामदन चाहिँ कवि लक्ष्मीप्रसाद देवकोटा। ल यो मुनामदन कसले लेखेको? लक्ष्मीप्रसाद देवकोटा म्याडम यो मुनामदन कसले लेखेको हो? यस्तो दिमागले लोकसेवा बिग्रन्छ। आइक्यू टेस्ट भनेको त्यही हो, दिमाग जाँच्ने भनेको। मैले के भने यो मुनामदन कसले लेखेको भनेर सोधेको हो कि होइन? यो भर्खरै तिमीहरूका मुखिन्जेल मैले लेखेको हो कि होइन? यदि मैले लेखेको नि यो मुनामदन त, मैले त यो मुनामदन कसले लेखेको भनेर भने नि त। यदि कुनै पनि प्रश्नकर्ताले सोध्यो नि मुनामदन कसले लेखेको भनेर, यहाँ लेख्नै पर्ने थिएन नि त। यहाँ त्यो दिमाग कति कमजोर भयो त हो। यही आइक्यू भनेको यसैमा अनुमान लाउने हो कि। मैले आफूले प्रश्न सोद्धाखेरि यो मुनामदन कसले लेखेको भनेर भन्दाखेरि अब तिमीहरूले लक्ष्मीप्रसाद देवकोटाले यो मुनामदन त मैले लेखेको हो, तर कविता पो लक्ष्मीप्रसाद देवकोटाले हो लेखेको। त्यही भएर शेष लाउने के त भन्दा यदि लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुनामदन हुन्थ्यो भने मैले चाहिँ मुखै सोध्थेँ नि त मुनामदन कसले लेखेको भनेर सोध्थेँ नि त। यहाँ हो यही झुक्याउनेलाई आइक्यू टेस्ट भन्छ। कुरो बुझ्यो नि? यसरी हो, यही शेष लाउने। यसो विचार गर्ने, यो त उहाँले भर्खरै लेख्नु भएको हो।